प्रभुले ताली बजाएर धन्यवाद दिइहाल्नु। आराम हुनेले मात्रै ताली बजाउनु होला। हालेलुया, थ्याङ्क यू लर्ड। हामी प्रभुलाई धन्यवाद दिन्छौँ किनकि उहाँले हामीलाई सबै कुरामा हामीलाई आराम दिनुहुन्छ। हालेलुया, हालेलुया। एउटा गीत छ प्रभुको, आनन्द मेरो बल हो। प्रभुमा जब हामी आनन्दित हुन्छौँ हामीमा हाम्रो जीवनमा बल आउँदछ, हामीमा शक्ति आउँदछ। हामीमा शक्ति चाहिँ कहाँबाट आउँछ? जब हामी परमेश्वरमा आनन्दित हुन्छौँ। आनन्दित त्यतिखेर मात्रै हुन्छौँ जब हामी परमेश्वरलाई आराधना गर्छौँ। तपाईँ आराधना गर्नुभएको खण्डमा मात्रै तपाईँमा परमेश्वरको आनन्द र शान्तिले काम गर्छ। आराधक बन्नुहोस्, त्यसकारण परमेश्वरको आराधक बन्नुहोस्। हामी बाइबलमा जति पनि मानिसहरूको चर्चा गरेको देख्छौँ उहाँहरू के थिए? परमेश्वरको आराधकहरू थिए। आराधक हुनु भनेको चाहिँ गीत गाउनु, नाच्नु, गाउनु मात्रै होइन। आराधक भनेको चाहिँ आत्मामा परमेश्वरलाई के गर्नु? ठाउँ दिनु, आत्मामा परमेश्वरलाई स्थान दिनु। आत्मा र सत्यता, सत्यको हुनुहुन्छ भन्दा येशू प्रभु हुनुहुन्छ। अनि आत्मामा भनेको चाहिँ हाम्रो आत्मिक जीवनमा परमेश्वरलाई स्थान दिएर प्रभुलाई उचालिराख्नु, प्रभुप्रति धन्यवाद भइरहनु, प्रभुको प्रशंसा गरिरहनु, प्रभुको उपस्थितिलाई याद गरिरहनु, थाहा गरिरहनु चाहिँ के हो? आराधना हो। अनि त्यो चाहिँ साँचो आराधना हो। जब हामी त्यस प्रकारको जीवन जिउँछौँ त्यसपछि हामी बढ्दै जान्छौँ नि, अनि हामीले गरेको आराधनालाई के गर्नुहुन्छ? परमेश्वरले स्वीकार गर्नुहुन्छ। हालेलुया, आराधना गर्नुहोस्। हरेक व्यक्तिहरू आराधना गर्नुहोस्। अनि अर्को चाहिँ के छ भने जब हामी आराधक हुन्छौँ नि त्यसपछि हाम्रो त्यो आराधनाको फल, भित्र मानसिकताको फल, भित्र हाम्रो एटिच्युडको फल, भित्र सोचाइहरू चाहिँ के बन्दछ? हाम्रो मुखबाट निक्लिन्छ। मुखबाट धन्यवादको शब्द निक्लिन्छ, गन्धन होइन। खराब शब्दले निक्लिन्छ, असल पोजिटिभ कुराहरू निक्लिन्छ। हाम्रो मुखले, जिब्रोले असल कुराहरू जब बोल्न थाल्छ तपाईँ र हाम्रो जीवनमा असल कुराहरू हुन थाल्छ। सत्य चाहिँ के छ भने, यथार्थ चाहिँ एउटा तथ्य चाहिँ के हो भने जुन मान्छेहरू परमेश्वरको आशिष चाहन्छन् उनीहरूले जहिले पनि के गर्नुपर्छ? परमेश्वरको आशिषलाई बोल्नुपर्छ। आजको समस्या धेरै मानिसहरूमा भएको यही हो। मानिसहरूले परमेश्वरको आशिष खोज्दछन्, परमेश्वरको उपस्थितिलाई खोजिरहन्छन्, तर उनीहरू सधैँ बोल्ने चाहिँ के भइरहेको छ? नेगेटिभ कुराहरू बोलिरहेको छ, खराबीको कुराहरू बोलिरहेको छ, शराबको शब्दहरू बोलिरहेको छ, विनाशको शब्दहरू बोलिरहेको छ। त्यसकारण परमेश्वरको आशिषले काम गर्न सक्दैन। बोलीलाई र मुखलाई नियन्त्रण गर्नु आवश्यक छ। किन? परमेश्वरले बोलीले आफ्नो उहाँको आवाज र संसारलाई सृष्टि गर्नुभएको छ। आज तपाईँ र मेरो आवाजले पनि के गर्छौँ? संसारलाई सृष्टि गर्न सक्छौँ। नयाँ सृष्टिलाई हामीले के गर्न सक्छौँ? देखाउन सक्छौँ, बाहिर प्रकट हुन सक्छ त्यो हाम्रो बोलीले गर्दा। रोमीको किताबमा लेखेको छ परमेश्वरले के गर्नुभयो? अस्तित्वमा नभएको कुराहरूलाई बोलाई के गर्नुभएको छ? अस्तित्वमा ल्याउनु भएको छ। केले? आवाजले, मुखले, बोलीले, वचनले। वचन बोल्नुहोस्। त्यसकारण हाम्रो वचन भनेको चाहिँ परमेश्वरको वचन, लेखेको वचन होइन। हामीले जे बोल्छौँ त्यो पनि वचन हो। त्यो पनि परमेश्वरको वचनसँग मिलेर आएको खण्डमा, परमेश्वरको वचनसँग एक समानान्तरमा आएको खण्डमा त्यही अनुसारको वचन बोल्छ भने त्यो पनि परमेश्वरको वचन हुन सक्छ, हुन थाल्छ। त्यो कुराले के गर्छ? हामीले बोलेको कुराले काम गर्न थाल्छ। हालेलुया। त्यसकारण बोलीमा शक्ति छ। बोलीमा के गर्छ? शक्ति छ। धेरै मान्छे त्यसो छ, बोलीमा जादु छ भन्छ। जादु होइन, शक्ति छ बोलीमा। त्यस्तो कुनै छडी, जादुको छडी हुँदैन बोलीमा, तर शक्ति चाहिँ छ। किनभने यो आवाज चाहिँ परमेश्वरले काम गर्नको निम्ति दिनुभएको। तपाईँको आवाज, तपाईँ हाम्रो आवाजले नयाँ कुराहरू बनाउनको निम्ति, परमेश्वरको राज्यलाई स्थिर गर्नको निम्ति, निरन्तर गर्नको निम्ति र वृद्धि गर्नको निम्ति परमेश्वरले प्रयोग गर्नको निम्ति परमेश्वरले के गर्नुभएको? हाम्रो आवाजलाई दिनुभएको छ। हालेलुया। एकैछिन परमेश्वर धन्यवाद मुख खोलेर, प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ शक्तिशाली
डिक्लेयर गर्नुहोस् हरेक पटक डिक्लेयर गर्नुहोस्, घोषणा गर्नुहोस्, बोल्नुहोस् मुखबाट। यदि तपाईले केही नेगेटिभ कुराहरू, केही गलत कुराहरू, केही परमेश्वरको वचनसँग नमिल्ने कुराहरू बोलिहाल्यो भने त्यसलाई रद्द गर्नुहोस्। मैले बोलेको यो कुरा म यीशु ख्रीष्टको नाममा क्यान्सल गर्छु, यसमा कुनै सत्यता छैन, मैले यसले कुनै काम गरेको छैन, तर परमेश्वरको वचनसँग म बोल्न चाहन्छु, त्यस अनुसार हुनेछ। हालेलुया हालेलुया। आज म तपाईलाई भजन सङ्ग्रह 23 अध्यायको 3 पदमा आधारित रहेर केही वचनहरू बोल्न लागेको छु। ध्यान दिएर हामीले सुन्नेछौँ। परमेश्वर आज शक्तिशाली रूपमा काम गर्न लाग्नु भएको छ। परमेश्वरको आत्माले आज हरेकलाई छुनाउनेछ अनि परमेश्वरको आत्माले आज हरेकलाई पुनर्स्थापना, पुनर्जीवित गर्नुहुनेछ। हालेलुया हालेलुया। भजन सङ्ग्रह 23 को 1 देखि म 3 सम्म पढिदियो। परम प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खरकमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोराउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताको मार्गमा डोराउनुहुनेछ। परमेश्वरले मेरो आत्मालाई के गरिदिनुहुनेछ? पुनर्जीवित गरिदिनुहुनेछ। परमेश्वरले मेरो प्राणलाई पुनर्जीवित गरिदिनुहुनेछ। हालेलुया हालेलुया। भजन सङ्ग्रहको लेखकले के सोचे? परमेश्वरले आफ्नो के गरे? गोठालोको समान, आफ्नो बाबुको समान, आफ्नो बाबुको समान, आफ्नो परिवारको सबैभन्दा ठुलो, जसको छत्र र छायामा, जसको साथमा हामी आरामसाथ धक्न सक्छौँ, धुक्काउन सक्छौँ, हो त्यसमा परमेश्वरलाई पाए उनले। र उनले भन्छन्, परमेश्वरलाई मैले के गरेको छु? मेरो गोठालो हुनुहुन्छ उहाँले मलाई कुनै पनि कुराको अभाव मलाई राख्नुहुन्न। मलाई भोक लाग्यो भने मलाई खानेकुरा जुटाउनुहुन्छ। मलाई लुगा लाउनु पर्यो भने मलाई लुगा जुटाउनुहुन्छ। मलाई के आवश्यकता पर्छ त्यो कुरा परमेश्वरले मलाई दिलाउनुहुन्छ। हालेलुया हालेलुया। त उहाँले यो भजन सङ्ग्रहको लेखकले चाहिँ के भन्छन् भने उहाँले मेरो प्राणलाई पुनर्जीवित पारिदिनुहुन्छ। प्राणलाई पुनर्जीवित पारिदिनुहुन्छ। आउनुसँग प्रभुको अगुवाई मागौँ। प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। आजको दिन तपाईँको हो। तपाईँले राज गर्नुहोस्, तपाईँको नाउँ आज चालिनुहोस्। आजको वचन जो हुन लागेको छ, बोल्न लागेको छ, होली स्पिरिट, पवित्र आत्मा, तपाईँको अगुवाई, सामर्थ्य र अभिषेक हामी घोषणा गर्छौँ येशूको नाउँमा। यो वचनलाई विरोध गर्ने हरेक आत्मा, अवरोध गर्ने, अलमल्याउने, डिस्टर्ब गर्ने हरेक आत्मा हामी बाध्दछौँ र रद्द गर्छौँ येशूको नाउँमा। आमेन हालेलुया। परमेश्वरले मेरो आत्मालाई र प्राणलाई पुनर्जीवित गरिदिनुहुन्छ, पुनर्जीवित गरिदिनुहुन्छ। पुनर्जीवित, हामी सबैले भन्नु पुनर्जीवित पुनर्जीवित। इङ्ग्लिसमा लेख्दछ God, He restores my soul. Restore भनेको चाहिँ केही कुराहरू के गरेको त्यो पर भयो त्यो फेरि फर्काएर त्यही ल्याइयो। केही कुरा बिग्रेको त्यो फेरि सपाएर त्यही ठाउँमा ल्याइयो। केही कुरा चाहिँ त्यो ठाउँबाट हटेको त्यो फेरि देशी ठाउँमा ल्याइयो। अनि त्यो चाहिँ रिस्टोर हो। त्यो चाहिँ के हो? पुनर्जीवित। त्यो चाहिँ ताजा गराउने कुरा, त्यो चाहिँ रिफ्रेसको कुरा, त्यो रिभाइभलको कुरा हो। त्यो कुरा जब हुँदछ तपाईँमा र ममा के हुँदछ? परमेश्वरको नयाँ ताजा हामी पाउँदछौँ। नयाँ अभिषेकलाई हामीले नयाँ अभिषेकलाई हामीलाई छुँदछ, तपाईँलाई छुँदछ। हालेलुया हालेलुया। भजन सङ्ग्रहको लेखकले यसरी लेख्दछन्, परमेश्वर तपाईँले मेरो आत्मालाई के गरिदिनुहुन्छ? पुनर्जीवित गरिदिनुहुन्छ। हालेलुया। जब तपाईँ म परमेश्वरबाट टाढा भएको अनुभव गर्छौँ, जब तपाईँ र मलाई परमेश्वरमा आउन हामीलाई गाह्रो लाग्दछ, अथवा यसरी भनौँ जब तपाईँ कुनै कुरामा चुकेर गल्ती गरेर परमेश्वरबाट टाढा भएको जस्तो लाग्छ, यो वचनलाई सम्झिनुहोस्। परमेश्वरले के गरिदिनुहुन्छ? मेरो आत्मा र प्राणलाई पुनर्जीवित गरिदिनुहुन्छ, अर्थात् रिस्टोर गरिदिनुहुन्छ, अर्थात् मलाई फेरि त्यसै ठाउँमा ल्याइदिनुहुन्छ। म जुन पहिला अवस्थामा थिएँ मलाई फेरि परमेश्वरले के गरिदिनुहुन्छ? त्यही फर्काएर ल्याइदिनुहुन्छ। हालेलुया।
उडन्ते पुत्र थियो एकजना। अनि त्यो चाहिँ के गर्यो, एक दिन केही समयपछि आफ्नो बाउ घरबाट टाढा गएर गयो, टाढा गएर गयो। आफ्नो सबै कुराहरू बिताएर अब एकदमै दुःख पायो। हामी धेरै लाग्छ उडन्ते पुत्र चाहिँ उसले दुःख पायो, त्यसपछि उसको चेत खुल्यो। हामीलाई यस्तो लाग्छ यो उडन्ते पुत्र चाहिँ दुःख पाएर बाउलाई सम्झेको। हामीलाई यस्तो लाग्छ यो मान्छे चाहिँ, त्यो मान्छेले चाहिँ जब आफ्नो घरबाट छोडेर सम्झना आयो, सम्झना आएपछि के गर्यो, फर्केर आयो। हामीलाई यस्तो लाग्छ, होइन प्रियहरू? परमेश्वरले के गरिदिनु भएको, त्यो व्यक्तिलाई आफ्नो घरमा, परमेश्वरको घरमा, आफ्नो बाउको घरमा के गरिदिनु भएको, पुनर्स्थापना गरिदिनु भएको, रिस्टोर गरिदिनु भएको, फर्काएर ल्याउनु भएको। पहिला जुन ठाउँमा थियो त्यही ठाउँमा त्यो व्यक्तिलाई परमेश्वरले ल्याउनु भएको। हालेलुया। तपाईहरुमा धेरैजना परमेश्वरबाट टाढा भएको थियो। तपाईको विषय मलाई थाहा छैन, म चाहिँ धेरै के भएको थियो, परमेश्वरलाई नचिनेको अवस्थामा मलाई परमेश्वर भन्ने कुरा थाहा थिएन। परमेश्वर चाहिँ को हुनुहुन्छ? म जब विश्वासीको म कहाँ आउँथेँ, म उनीहरूलाई के तर्क वितर्क गरेर उनीहरूलाई म फर्काइदिन्थेँ। कोठामा आउने, हाम्रो रुममा जब हामी फ्ल्याटमा बस्थ्यौँ त्यस ठाउँमा आउने मानिसलाई हामीले के गर्थ्यौँ, हामीलाई यस्तो चाहिँदैन, हामीलाई जानेको कुरा, विज्ञानको कुरा, ज्ञानको कुरा, पत्र पत्रिकाको न्युजको कुराले हामी तर्क वितर्क गर्थ्यौँ। जब परमेश्वर जब छुनु भयो एक दिन, त्यसपछि के भयो, मलाई परमेश्वरको प्रेमबारे थाहा भयो। हालेलुया। परमेश्वर तपाईलाई मलाई के गर्नुहुन्छ, रिस्टोर गर्नुहुन्छ। दुई प्रकारको रिस्टोरेसन, दुई प्रकारको पुनर्जीवित, दुई प्रकारको पुनर्स्थापना हामी देख्छौँ। एउटा चाहिँ हामी जन्मजातै परमेश्वरबाट टाढा भएका छौँ। मान्छेको पापले गर्दा के भएको छ, मानिसहरू परमेश्वरबाट टाढा भएका छन्। पापले गर्दा मानिसले परमेश्वरलाई चिन्न सक्दैन। पापको शक्तिले मान्छेलाई ढाकिदिएको छ, पापको शक्तिले मान्छेले चिन्न सक्दैन। त्यसकारण परमेश्वरलाई हामीले चिन्न सक्दैन थियौँ। त्यस्तो अवस्थामा परमेश्वरले के गर्नुहुन्छ, धेरै टाढा भएको, धेरै दुनियाँमा त धेरैजना मानिसहरू परमेश्वरले चिन्दैनन्। हाम्रो घरका, तपाईँको घरका धेरैजना मानिसले परमेश्वरलाई आज आजसम्म चिन्न सकेका छैनन्। हाम्रो प्रार्थना छ प्रत्येकले चिन्नेछ, प्रत्येकको जीवनमा परमेश्वरको वचनले काम गर्नेछ। जुन विश्वास, जुन सुसमाचारमा, जुन शक्तिको वचनमा तपाईँले विश्वास गरेको छ, त्यो वचनले काम गर्नेछ। प्रार्थना गरिराख्नुहोस्, सोचिराख्नुहोस्, प्रभु बचाउनुहोस् है, फल्ना फल्ना मेरो छ, फल्ना फुला गाउँको, फल्ना फुला मेरो मित्र, बाउ आमा, दाजु भाउजू, अथवा भदा भदै, दिदी बहिनी, फुपू, प्रभु बचाउनुहोस्, बचाउनुहोस्, नछोड्नुहोस् यो कुरालाई तपाईँले नछोड्नुहोस्। किनभने बाइबलमा बताउँदछ परमेश्वरको सुसमाचार के हो, विश्वास गर्नेको शक्ति हो। अर्को कुनै कुरामा शक्ति छैन, सुसमाचारमा शक्ति छ, परमेश्वरको वचनमा शक्ति छ। परमेश्वरको वचनमा घोषणा गरिरहनुहोस् उनीहरूको जीवनमा। त्यस्तो समय एकपटक आउनेछ कि हरेक ती मानिसहरूले तपाईँको प्रार्थना सुनेर, त्यो प्रार्थनाले गर्दा परमेश्वरले उनीहरूलाई बोल्नुहुनेछ, जसरी त्यो उडन्ते पुत्रलाई बोल्नुभयो परमेश्वर। घरबाट भागेर आफ्नो जे पाए जस्तो पाए त्यस्तो लापरवाहीको जीवन जिउँदै थियो, तर कसले बोलाउनु भयो, परमेश्वरले। परमेश्वर। हालेलुया, हालेलुया। हामीले केही समय अगाडि रुथको विषयमा हामीले पढेका थियौँ, अनि मोर्दकेको विषयमा हामीले सुनेका थियौँ। मोर्दकेको विषयमा एकपटक राजाले के भन्यो, ठ्याक्कै उसको मनमा, राजाको मनमा चाहिँ परमेश्वरले यो विचार हालिदिनु भयो, मलाई बचाउने मान्छे, अथवा पहिला घटनामा के भएको रहेछ। अनि उनीले इतिहासको पुस्तक खोलेर हेरे, अनि इतिहासको पुस्तकमा खोलेर हेर्दा मोर्दके भन्ने व्यक्तिले के गरेको रहेछ, राजाको ज्यान बचाएको रहेछ। हालेलुया। मोर्दकेले प्रार्थना गरिराखेको थियो आफ्नो जातिको निम्ति, आफ्नो मानिसहरूको निम्ति प्रार्थना गरिराखेको थियो। भित्र ऊ रुन्थ्यो, परमेश्वरमा आँसु बगाउँथ्यो। एक दिन परमेश्वरले राजाको मनमा बोलिदिनु भयो। आज तपाईँले प्रार्थना गर्नुहोस् है, प्रार्थना गर्न नछोड्नुहोस् प्रियहरू। कसको निम्ति तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, प्रार्थना गर्न नछोड्नुहोस्। आफ्नो मानिसको निम्ति, देशको निम्ति, आफ्नो समाजको निम्ति, आफ्नो जन्मेको ठाउँको निम्ति प्रार्थना गर्न नछोड्नुहोस्। तपाईँको प्रार्थना एक दिन यस्तो हुनेछ कि परमेश्वर
परमेश्वरले के गर्छ उनीहरूको मनमा बोलिदिनु हुनेछ। तपाईको र बोलिएको वचन घोषणा गरिएको वचनले काम गर्नेछ। उनीहरूको मनलाई के गरिदिन्छ साँच्चै हो कि के हो फल्ना ते भन्छ नि येशू फल्ना ते मेरो निम्ति क्रुसमा मरेको अरे रगत पगाएको अरे पौडी उठेको अरे येशूमा विश्वास गरेर चङ्गाइ पाइन्छ भन्ने मलाई उनीहरूले भन्थ्यो। परमेश्वरले मानिसको जीवनमा बोल्नुहुन्छ, मानिसको मनमा बोल्नुहुन्छ, प्राणमा बोल्नुहुन्छ। हालेलुया हालेलुया। त्यसकारण प्रार्थना गर्न आफूले नछोडौँ प्रियहरू। हाम्रो मानिसहरूको निम्ति हाम्रो प्रार्थनाहरू कहिले पनि हामी गर्न नछोडौँ। परमेश्वरले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। God, He restores my soul. God restore my soul. हालेलुया। भजन सङ्ग्रह लेखेको दाउद चाहिँ धेरै पटक उसको जीवनमा यस्तो अवस्थाहरू आयो। उनले धेरै पटक परमेश्वर कहाँ हो पुकारिरहन्थे, आराधना गरिरहन्थे, वचन बोलिरहन्थे, विश्वास गरिरहन्थे। कतिपटक उनले धेरै पटक गल्तीहरू पनि गर्दै गए। कतिपटक यस्तो समयहरू आयो कि उनले गुफामा लुकेर आफ्नो ज्यान बचाउनु पर्यो, डाँडा डाँडा घोर छोडेर हिँड्नु पर्यो। आफ्नो श्रीमतीहरू छोराछोरीहरू कहाँ छ थाहा छैन। आफ्नो श्रीमतीलाई अर्कोले लगिदिएको छ। तर उनले के गरे यस्तो परिस्थितिमा पनि प्रभु तपाईँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। प्रभु तपाईँले मलाई रिस्टोर गर्नुहुन्छ। प्रभु तपाईँले मलाई फर्काइ पहिलाको अवस्थामा ल्याउनुहुन्छ। जुन ठाउँमा म के गरेको थिएँ तपाईँलाई खुसी साथ आराधना साथ आनन्द साथ मैले आराधना गर्दथेँ। प्रभु तपाईँले मलाई निश्चय मलाई फर्केर ल्याउनुहुन्छ त्यस ठाउँमा। हालेलुया हालेलुया। त्यसैले आज हामी भन्छौँ नि दाउद तपाईँले यो प्रार्थनामा यो विश्वासमा तपाईँ खडा हुनुहोस्। तपाईँको पनि इतिहास लेखिनेछ। तपाईँ प्रत्येकको इतिहास लेखिनेछ। तपाईँको प्रत्येकको इतिहासको विषयमा तपाईँको गवाही सुनाइनेछ कि फल्नाको जीवनमा परमेश्वरले के गर्नुभयो, यसरी काम गर्नुभयो। फल्नाले यसरी परमेश्वरमा विश्वास गरेर जिउँथे। उसको जीवनद्वारा उसको वचनद्वारा उसको जीवन जियाएको विश्वासको जियाइद्वारा धेरै मानिस यो गाउँ के भएको छ उद्धार पाएको छ। हालेलुया हालेलुया हालेलुया। तपाईँ एक्लै जीवन जिउनको निम्ति, तपाईँ एक्लै मात्र जीवन जिउनको निम्ति, एक्लै विश्वास गरेर जिउनको निम्ति विश्वास गरेको होइन। परमेश्वरको उद्देश्य त्यस्तो छैन प्रियहरू। परमेश्वरले तपाईँलाई तपाईँलाई उद्धार गर्नुभएको छ, विश्वासमा ल्याउनु भएको छ। अब तपाईँबाट हाँगाहरू जराहरू फैल्नुपर्छ, जराहरू लाग्नुपर्छ। देब्रे दाहिने अगाडि पछाडि तपाईँको जरा विश्वासको जरा फैलिनुपर्छ। हालेलुया हालेलुया। थ्याङ्क यू। परमेश्वरले के गरिदिनुहुन्छ? तपाईँ र मेरो प्राणलाई पुनर्जीवित गर्नुहुन्छ। हालेलुया हालेलुया। हितोपदेश 12:25 यसरी लेख्दछ, चिन्तित हृदयले मानिसलाई के गर्दछ? कमजोर तुल्याउँदछ। चिन्ता चिन्ता फिक्री heaviness in the heart of man, heaviness एन्जाइटी चिन्ताको कुराले के गर्छ? मान्छेलाई के गर्छ? कमजोर बनाउँछ। स्ट्रेसले तनावले मानिसलाई भित्र सकिरहेको हुन्छ। हालेलुया हालेलुया। अनि यो कुराले चाहिँ केमा आक्रमण गर्दछ? प्राणलाई आक्रमण गर्दछ, हृदयलाई आक्रमण गर्दछ, आत्मालाई कमजोर बनाउँदछ। तर परमेश्वरले के गरिदिनुहुन्छ? हाम्रो आत्मा र प्राणलाई पुनर्स्थापना रिस्टोर गर्नुहुन्छ, रिस्टोर गर्नुहुन्छ। उहाँले के गर्नुहुन्छ? कमजोरहरूलाई बल दिनुहुन्छ, कमजोरहरूलाई बल दिनुहुन्छ। रोगले, बिमारले, बोझले, हेभिनेसले के गरेको छ? आज मानिसलाई के गरेको छ? कमजोर बनाइराखेको छ। तनावले, स्ट्रेसले मानिसलाई के गरेको छ? तनावले, स्ट्रेसले गर्दा मानिसहरू चिन्तित छन्। मानिसहरू भित्र बाँधिएको छ, डोरीले बाँधिएको छ। उनीहरू इतार जान खोज्छन्, उतार जान खोज्छन्, गए जस्तो गर्छन्, तर भित्र चाहिँ उनीहरू बाँधिएको छ। हालेलुया हालेलुया। यस्तो मान्छेको अवस्था होइन। तनावले गर्दा के गर्दछ? मान्छेको जीवनमा चाहिँ कमजोरी ल्याउँदछ।
बाहिर एकदमै हृष्टपुष्ट छ तर भित्र चाहिँ अशान्ति छ, भित्र चाहिँ बन्धन छ, उसको भित्री आत्मा प्राण चाहिँ के गर्छ, कमजोरी छ। वचनमा यसले त्यसकारण चिन्ताको कुराहरूले के गर्दछ, मान्छेलाई कमजोरी बनाउँछ, उसको भित्र हड्डीलाई बनाउँछ भनेर बाइबलमा लेख्दछ। बेचताको अन्धो मान्छेलाई के गरिदिनु भयो, परमेश्वरले देख्ने बनाउनु भयो। तर परमेश्वर जब आउनुहुन्छ, प्रभु आउनुहुन्छ नि, चिन्ता लागेको मान्छेलाई, बोझले दबेको मान्छेलाई, रोगले थलेको मान्छेलाई के गरिन्छ, रिस्टोर गरिदिनुहुन्छ। हालेलुया, हालेलुया। पहिराको घाटलाई पर यसले के गरिदिनु भयो, सम्झाइदिनु भयो, सम्झाइदिनु भयो। लुका 7 अध्यायमा एउटा हामी केही पदहरू पढ्नेछौँ। लुकाको 7 अध्यायमा एउटा फरिसीको घरमा यीशु प्रभु जानुहुन्छ। अनि जब फरिसीको घरमा गइसेर केही कुरा गर्दै गर्दा एउटा स्त्री आउँछ, एउटा महिला आएको छ त्यहाँ, जसलाई चाहिँ बाइबलले भन्दछ पापिनी स्त्री, पापले भरिएको, पाप गर्ने स्त्री, पाप गर्ने महिला। हालेलुया। त्यहाँ मानिसहरूले, फरिसीहरूले, त्यहाँ मानिसले भन्छन्, हो येशूका कोही एकजना पापिनी स्त्री आयो, पाप गर्ने मान्छे आयो, एकदमै नराम्रो मान्छे आयो, उसलाई छेउमा, उसलाई प्रभुले छुनु त के, उसको छेउमा पनि, उहाँको छेउमा पनि आउँदो हुँदैन थियो। हालेलुया, हालेलुया। प्रभुले के गर्नुभएको छ, एउटा पापिनी महिलालाई, पाप गर्ने मान्छेलाई उहाँले नजिकमा आउनको निम्ति उहाँले के गर्नुहुन्छ, स्वीकार्नु भएको छ, अनुमति दिनुभएको छ। धेरै मान्छेले यसरी क्वेसन गरिरहेका छन्, किन यो मान्छे तपाईँ कहाँ आउँदैछ, हामीले उसले पाप गरेको देखिरहेका छौँ, उसको गल्ती त कति छ। मानिसहरूको यस्तो प्रहारले गर्दा, मानिसहरूको यस्तो शराब, नकारात्मकता, यस्तो आक्रमणले गर्दा, अपमानले गर्दा भित्र त्यो महिला चाहिँ के थियो, ऊ चाहिँ भित्री कमजोर बनिरहेको थियो। भित्र चाहिँ उसलाई दुःख थियो, चोट थियो, उनको चोट कसले सुनिदिने, कसले उसको देखिदिने, कसले हरण गरिदिने उसको दुखाइलाई। हालेलुया। तपाईँको चोट नि, के तपाईँ पनि त्यस्तै अवस्थामा हुनुहुन्छ, कि तपाईँ पनि आज चोटमा हुनुहुन्छ, तपाईँको दुःखमा हुनुहुन्छ, तपाईँलाई कसले अपमान गरिरहेको छ, कसले तपाईँलाई नेगेटिभ बोलिरहेको छ, कसले तपाईँलाई डाउन गरिरहेको छ, कसले तपाईँलाई नीच तुल्याइरहेको छ। आज यो तपाईँको निम्ति, आजको वचन तपाईँको निम्ति हो। हालेलुया, हालेलुया। पापिनी स्त्री, नामै उसको के छ, पाप गर्ने स्त्री। रोइराख्ने मान्छेलाई रुन्चे, रोइराख्ने बच्चालाई रुन्चे, अनि पछि उसको नाम जिन्दगी गरेर रुन्चे। सानोमा मोटोलाई मोटे, हुँदा पछिसम्म सबैले मोटे भनेर चिन्छ। महिलाले पाप गरेको देख्यो धेरैजनाले उसलाई अपमान गर्न थाल्यो, यो चाहिँ पापिनी स्त्री हो। उसले छोडे पनि नछोडे पनि उसको ट्याग लागेको छ उसलाई, पापिनी स्त्री, पाप गर्ने मान्छे, उसको नजिकमा मान्छेले जान चाहँदैन। भित्रभित्रै टुटेको छ त्यो महिला, मानिसले भेट्ने नजिकबाट आउँदा पनि यसले बाटो जाँदैछ, अर्कोतिर तर्केर जान्छ, मान्छे नजिकमा आउन चाहँदैन। हालेलुया। प्रोग्राम तालिमलाई धन्यवाद दिनु। त्यस्तो महिलालाई, त्यस्तो मान्छेलाई प्रभुले के गरिदिनुहुन्छ, रिस्टोर गरिदिनुहुन्छ, पुनर्जीवित गर्नुहुन्छ, पुनर्स्थापना गर्नुहुन्छ, अनि नयाँ ठाउँमा ल्याउनुहुन्छ। पहिलो अवस्थामा नि जस्तो अवस्थामा थिए, प्रभुले त्यस्तै अवस्थामा ल्याइदिनुहुन्छ। हालेलुया, हालेलुया। थ्याङ्क यू लर्ड। फरिसीको घरमा यीशु 6 देखि पढ्न चाहन्छु, 37 देखि। त्यस समय एउटी पापी स्त्री थिए, फरिसीको घरमा यीशु खान बस्नुभएको छ भन्ने सुनेर र एउटा सिङ्गमर्मरको शिशीमा अत्तर लिएर त्यहीँ आए। पछिल्लोतिरबाट उहाँको पाउनेर उभिएर रुँदै उहाँको पाउ आँसुले भिजाउन लागे। हालेलुया। आज
धेरै मानिसले आँसु बगाइराखेको छ, तर गलत ठाउँमा आँसु बगाइराखेका छन्। गलत ठाउँमा आफ्नो वेदना बिरहको कुराहरू बताइराखेका छन्, दुःखको कुराहरू गलत ठाउँमा बताइराखेका छन्। सही ठाउँमा बताउनु पर्छ, अनि सही ठाउँ चाहिँ को हुनुहुन्छ? येशू प्रभु हुनुहुन्छ। येशू प्रभुले तपाईँलाई बताउनु भयो भने, तपाईँले आँसु बगाउनु भयो भने, तपाईँले आफ्नो अपमानको कुरा दिनुभयो भने, चोटको कुरा दिनुभयो भने, परमेश्वरले के गर्नुहुन्छ? तपाईँलाई निको पार्नुहुन्छ, तपाईँलाई हिल गर्नुहुन्छ, तपाईँलाई रिस्टोर गर्नुहुन्छ, तपाईँलाई पहिलाको अवस्थामा तपाईँ जस्तो थियो त्यस्तै ठाउँमा त्यस्तै अवस्थामा प्रभुले ल्याउनुहुन्छ। हालेलुया, हालेलुया। त्यसकारण संसारले तपाईँ के भन्दैछ आज के त होइन, प्रभुले तपाईँलाई के भन्नुहुन्छ त्यो तपाईँ सोच्नुहोस्। संसारले तपाईँलाई के अर्थ रूपमा लिन्छ, कसरी लिन्छ, परमेश्वरले तपाईँलाई कसरी लिनुहुन्छ त्यो चाहिँ हामीले विचार गर्न आवश्यक छ। जब त्यस स्त्रीले आँसु बगाइरहे, प्रभु यीशुको पाउमा आएर आफ्नो शिर कपालले पुस्दै उहाँको पाउलाई चुम्बन गरे र त्यो अत्तर घस्न लागि उहाँलाई निम्त गरे। फरिसीले मनले यसो भने यिनी अगमवक्ता हुँदा यसलाई छुने कौन रे कस्तै स्त्रीमा भने उहाँ यिनले जान्दथे। मानिसले प्रश्न गर्नेछन्, जहिले पनि मानिसले के गर्नेछन्? परमेश्वरको विरुद्धमा उठ्नेछन्। परमेश्वरले गरेको काममा परमेश्वरले बुझ्न नसकेको हुनाले मानिसहरूले के गर्नेछन्? प्रश्न गर्नेछन्। हालेलुया, हालेलुया। तपाईँलाई पनि मानिसले प्रश्न गर्नेछन्, तर हामी कसको शरणमा पर्ने हो? परमेश्वरको शरणमा हो कि यो संसारको शरणमा पर्ने हो? मानिसको शरणमा पर्ने हो? कुन कुरामा हामी भरोसा गर्ने हो? हामीले बुझ्नुपर्छ त्यो कुरालाई। जसको त्याग लागेको छ, पापी, सिनर, नराम्रो, खत्तम, अनि त्यसकोलाई परमेश्वरले के गर्नुहुन्छ? नजिकमा आउनु दिनुहुन्छ, आफूलाई छुन दिनुहुन्छ, आफ्नो पाउमा शिर ढल्काउन दिनुहुन्छ। हालेलुया, हालेलुया। धेरै मानिसले भने यो त कस्तो मान्छे, येशू प्रभुलाई क्वेसन गर्न थाले। तपाईँलाई थाहा छ येशू प्रभुलाई थाहा थिएन यो मान्छे त्यो स्त्री पापिनी हो भनेर? त्यो मान्छेले त्यो स्त्रीले गरेको पापको कुराहरू, गलत कुराहरू येशू प्रभुलाई थाहा थिएन? अवश्य थाहा थियो, निश्चय नै प्रभुलाई थाहा थियो। थाहा हुँदै पनि परमेश्वरले प्रभुले के गर्नुभयो? नजिकमा आएर स्पर्श गर्न दिनुभयो, छुन दिनुभयो, नजिकमा उनलाई अनुमति दिनुभयो। आज तपाईँहरू जस्तो सुकै अवस्थामा हो प्रियहरू, प्रभुमा आउनको निम्ति प्रभुले रोक्नुहुन्न। हामीले हप्तैपछि प्रभु भोजको हामी सेवामा हामी जाने गरेका छौँ। तपाईँलाई कसैले प्रभुको सेवामा आउन तपाईँलाई रोक्दैन। परमेश्वरले तपाईँलाई प्रभु भोजको सेवामा, प्रभुको टेबलमा आएर रोक्नुहुन्न। येशू प्रभुले रोक्नुहुन्न। हालेलुया। गलत गरिराखेको छ भने आउनुहोस् प्रभुको चरणमा, प्रभुको पाउमा आउनुहोस्, भन्नुहोस् प्रभु मलाई क्षमा गर्नुहोस्, आम सरी, मैले गल्ती गरेँ। तपाईँ मेरो निम्ति क्रुसमा टाँगेर मर्नुभएको, तपाईँको कोर्राको चोटले मलाई निको पारेको, तपाईँको रगतले पो मलाई छुटकारा दिएको। भन्नुहोस् प्रियहरू। हालेलुया। प्रभुले पापीलाई रोक्नुहुन्न। त्यसकारण मण्डलीका मानिसहरू आज के गर्नु परेको छ? पापी मानिसहरूका पुग्नु परेको छ, गल्ती गरिरहेका मानिसहरूका पुग्नु परेको छ, जसले आफ्नो जीवन एकदमै लथालिङ्ग पारिरहेको छ। उनीहरूका गएर भन्नु परेको छ, आउनुहोस् मण्डली, प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्छ। जो जीवनको हरेक परिस्थितिबाट हारेर जीवनलाई समाप्त गर्न राखेको छ, उनीहरूका आज तपाईँ पुग्नुपर्छ, भन्नुपर्छ प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्छ। तपाईँले कसैले प्रेम गरेन भने त प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्छ। तपाईँको बाउमा, दाजुभाइ, दिदी पनि, तपाईँको आफन्त, श्रीमान, श्रीमती कसैले प्रेम गरेन भने पनि तपाईँलाई प्रभुले प्रेम गर्नुहुन्छ। तपाईँहरूले भन्नुपर्ने कुरा छ आज। त्यसकारण एउटा स्त्रीलाई, एउटा पापीले स्त्री टाढेको महिलालाई, मान्छेलाई प्रभुले भन्नुभयो, अन्त्य भन्नुभयो कि थ्याङ्क यू लर्ड, तिम्रो पाप क्षमा भयो। 48 पदमा अनि उहाँले त्यसलाई भन्नुभयो, तिम्रो पाप क्षमा भएको छ।
तिम्रो पाप क्षमा भएको छ, तिम्रो पाप आजदेखि सकियो, तिम्रो पाप आजदेखि अब के गर्ने दोहोरिँदैन, तिमी अब यस्तो जीवनमा छैनौ। जुन क्षण मौका आयो, जुन समय मौका आयो, जुन मिनेट मौका आयो, अब तिम्रो जीवन बदलियो। तिमी अब के भएको छ, पुनर्जीवित भयो, तिम्रो प्राण पुनर्जीवित भयो, तिम्रो आत्मा पुनर्जीवित भएको छ, तिमीले क्षमा पायो। हालेलुया, हालेलुया। कतिपटक चाहिँ मानिसहरू गल्ती गरेपछि मनले आउन पनि डराउँछ, किनभने पास्टरले प्रार्थना गर्यो भने बाप बताइदिन्छ, बाप देख्छ। अगमबानी गरिदियो भने त्यस्तो कति घटना पनि घटेको छ, जुन कुरा चाहिँ जुन कुरा प्रभुले कतिपटक देखाउनु र बोल्नुको निम्ति मलाई जब मेरो आत्मामा बोल्नुहुन्छ, कतिपटक मैले बोलिदिएको कारणले कति मानिसहरूलाई मौका फेस गर्न अप्ठ्यारो परेको कुराहरू पनि छ। म एकदमै विचार गरेर मात्रै त्यो कुराहरू, जुन कुरा प्रभु होली स्पिरिटले मलाई देखाउनुहुन्छ, मैले सबै कुरा बताउने गर्दिनँ। किन? मलाई माया छ हरेक मान्छेको। के त लाज लागेर भोलिदेखि आउनै छोड्यो भने, अप्ठ्यारो लागेर भोलिदेखि आउनै छोड्यो भने मलाई त घाटा भयो नि त। अनि तपाईँ र मलाई घाटा हुनु भनेको चाहिँ परमेश्वरलाई घाटा हुनु। हालेलुया। त्यसकारण प्रभु यीशुलाई थाहा थियो यो कुरा, सबै कुरा थाहा हुँदाहुँदै पनि के गर्नुभयो? स्वीकार गर्नुभयो। यु आर फॉरगिवन, तिमीले क्षमा पायो, तिमीलाई क्षमा भयो, म तिमीलाई क्षमा दिन्छु। तिम्रो नयाँ जीवन जीव अबदेखि विश्वास गर परमेश्वरमा, नयाँ तरिकाले अब तिमी हिँड्नेछौ। तिमी जुन काम गरिरहेको त्यो कुरा अब तिमी गर्दैनौ, तिमीले अबदेखि असल कुरा गर्दछौ। हालेलुया। परमेश्वरले यसरी के गरिदिनुहुन्छ? हिल गरिदिनुहुन्छ, चङ्गाइदिनुहुन्छ, रिस्टोर गरिदिनुहुन्छ, रिस्टोर गर्नुहुन्छ। त्यही अध्यायमा हामी एकजना 12 वर्षदेखि रगत बगिरहेको स्त्रीलाई पनि हामी देख्दछौँ। 12 वर्ष लामो समयदेखि जीवनमा कति दुःख छ, उसलाई उपचार गरिरहेको छ, डक्टरहरू कति कसले उसकोलाई चङ्गाइदिने, कसले उसलाई छुटकारा दिने, कसले उसको कुरा सुनिदिने, कसले उसको भित्रको दर्द, दुखाइ र बिमारलाई देख्ने। Thank you, Holy Spirit God. Thank you, Holy Spirit God. Holy Spirit बोल्दै हुनुहुन्छ। Thank you, Holy Spirit God. कसले तपाईको भित्रको त्यो चोटलाई देख्ने, तपाईँ भित्र टुटिरहेको कुरा कसले देख्ने, तपाईँले कसलाई बताउने त्यो कुरालाई? हालेलुया। यही परिस्थितिबाट त्यो स्थिति गइरहेको थियो। इसलिए मनमा नै सोच्यो, म यस्तो अवस्थामा प्रभु यीशुको कहाँ गयो भने मलाई मान्छेले अनुमति दिँदैन, मलाई जान दिँदैन। खालि उहाँको गएर एउटा उहाँको यसो कपडाको छेउ, लुगाको छेउ मात्र छुइदियो भने पनि म सायद चङ्गाइ पाउँछु। प्रभुको एक छुवाइले, एक छायाले मान्छेको जीवन बदलियो। हालेलुया, हालेलुया। परमेश्वरले के गरिदिनु भयो? त्यो महिलालाई पनि रिस्टोर गरिदिनु भयो, हेल्थलाई रिस्टोर गर्नुभयो, आत्मालाई रिस्टोर गरिदिनु भयो, प्राणलाई रिस्टोर गरिदिनु भयो। आज धेरैजनाको जीवनमा आज रिस्टोरेसन, पुनर्स्थापना, पुनर्जीवित हुनु परेको छ। विश्वासीहरूको जीवनमा धेरै पहिला पवित्र आत्माको छुवाई भयो। 5 वर्ष 10 वर्ष अगाडि मलाई त एकदमै पवित्र आत्मा छ। आज चाहिँ तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? तपाईँ दिनका दिन पवित्र आत्माको अनुभवमा, अभिषेकमा खडा हुनु आवश्यक छ। पवित्र आत्माको बप्तिस्मा र भरिपूरीमा तपाईँ दिनका दिन उपस्थित खडा हुन आवश्यक छ। तपाईँ दिनका दिन नयाँ ताजगीमा, नयाँ प्राणमा नयाँ हुन आवश्यक छ, आत्मामा नयाँ हुन आवश्यक छ। हालेलुया। अनि यो कुरा चाहिँ आज परमेश्वरले गर्नुहुन्छ, पवित्र आत्माले तपाईँको जीवनमा गर्नुहुन्छ। थ्याङ्क यू लर्ड। हामी अन्तिम एउटा पाठ पढेर हामी
एक दुईटा पढ्नु मत्ती 11:28 देखि 30 हे सबै थाकेका र बोझ दौडिएकाहरू म कहाँ आऊ म विश्राम दिनेछु म के दिनेछु विश्राम दिनेछु शान्ति दिनेछु आराम दिनेछु शक्ति दिनेछु मेरो ज्वालो मसँग सिक किनकि म दयालु र कोमल हृदयको छु अनि तिमीहरूले आत्मामा विश्राम पाउनेछौ आत्मामा पुनर्जीवित हुन चाहनुहुन्छ हात उठाउनुहोस् आत्मामा पुनर्स्थापना हुन चाहनुहुन्छ हात उठाउनुहोस् हालेलुया हालेलुया म तपाईहरुको त्यो कुरा डिक्लेयर गर्दैछु होली स्पिरिटले कुरा तपाईहरुको जीवनमा छुनाउँदैछ तपाईको बोझहरुलाई अहिले हामी तोड्दछौं म तोड्छु ब्रेक गर्छु येशूको नाममा थकाइलाई ब्रेक गर्छु येशूको नाममा ब्याकस्लाइडलाई ब्रेक गर्छु येशूको नाममा नेगेटिभ कुरालाई ब्रेक गर्छु येशूको नाममा रोगलाई तोड्छु येशूको नाममा जबलेसनेसलाई तोड्छु येशूको नाममा हालेलुया Thank you, Lord. Thank you, Holy Spirit, God. Thank you, Holy Spirit, God. Spirit God, पवित्र आत्माले आज तपाईको जीवनमा बोल्दै हुनुहुन्छ पवित्र आत्माको उपस्थितिमा रहनुहोस् Holy Spirit भन्दै हुनुहुन्छ थाकेको छु बोझले दबिएको छु चिन्तामा छु स्ट्रेसमा छु तनावमा छु म कहाँ come to me म कहाँ भन्दै हुनुहुन्छ प्रभुले पवित्र आत्माले कुरा भन्दै हुनुहुन्छ पवित्र आत्माले छुँदै हुनुहुन्छ यसमा पवित्र आत्माले छुँदै हुनुहुन्छ येशूको नाममा पवित्र आत्माको छुवालाई म रिलिज गर्छु येशूको नाममा आगोलाई म रिलिज गर्दैछु रिभाइभललाई रिलिज गर्दैछु रिस्टोरेसनलाई रिलिज गर्दैछु रिभाइभललाई रिलिज गर्दैछु ताजगीलाई रिलिज गर्दैछु फ्रेशनेसलाई म रिलिज गर्दैछु फ्रेशनेसलाई म रिलिज गर्छु येशूको नाममा Thank you, Lord. Thank you, Holy Spirit, God. Thank you, Holy Spirit. तपाईको भित्र दुःख कसले देख्ने यदि त्यसो भने प्रभुले तपाईलाई देख्दै हुनुहुन्छ तपाईको भित्र चोट कसले निको पार्ने यदि त्यसो भने प्रभुले निको पार्दै हुनुहुन्छ तपाईको प्राण शिथिल भएको छ केही गर्न मन लाग्दैन काममा असफल भइरहेको छ विवाद छ तनाव छ कसले तपाईलाई रिस्टोर गर्ने होली स्पिरिटले भन्दै हुनुहुन्छ आज तपाईको यो रिस्टोरेसनको दिन तपाई आज आत्मामा नयाँ हुँदैछ नयाँ जागृतिमा तपाई बढ्दैछ विगतको कुराहरू आज तपाईले त्यागेर त्यसलाई बिर्सेर तपाई आजदेखि नयाँ कुरामा बढ्न लागेको छ होली स्पिरिट God. Thank you, Lord. Thank you, Holy Spirit, God. आज तपाईलाई यो कुरा प्रभुले बोल्दै हुनुहुन्छ प्रिय आज तपाईको बोझ तपाईको जतिसुकै तनाव धेरै वर्षदेखि तपाईले प्रार्थना गरिराखेको तपाईको प्रार्थना तपाईले लाग्छ तपाईको मागेको कुरा योजनाहरू कति कोसिस गर्दा पनि भइराखेको छैन र तपाईलाई लाग्छ म अब गर्दिन म अब छोडिदिन्छु म सक्दिन तपाईले त्यसो भन्दै हुनुहुन्छ यदि त्यसो भने प्रभुले तपाईलाई आज रिस्टोर गर्दै हुनुहुन्छ पुनर्जीवित गर्दै हुनुहुन्छ प्रार्थना उत्तर दिँदै हुनुहुन्छ Thank you, Lord. Thank you, Holy Spirit, God. भित्रभित्रै गुमसाएको कुराहरू तपाईले कसैलाई भन्नु सकेको छैन त्यसै तपाईलाई कति खाइराखेको छ कति पीडा दिइराखेको छ तपाईलाई कसलाई भन्ने यो कुरा कसलाई सुनाउने कसले मेरो कुरा सुनिदिने मेरो मनको कुरा कसले बुझ्दैन यदि त्यसो हो भने तपाईलाई आज प्रभुले रिस्टोर गर्दै हुनुहुन्छ
तपाईको प्राण र आत्मालाई प्रभुले पुनर्जीवित गर्दिनुहुन्छ, नयाँ बनाउँदैछ, न्यू स्ट्रेन्थबाट रिलिज गर्छ यसको नाममा, नयाँ बल र शान्तिलाई पवित्र आत्माको अभिषेकमा हामी घोषणा गर्छौँ यसको नाममा। Thank you, Lord. Thank you, Holy Spirit, God. धेरै मानिसले त्यो स्त्रीलाई पापी स्त्री भनिराखेको थियो, यसले यो मान्छे नराम्रो भनिराखेको थियो, नजिक आउँदा पनि तर्किन्थ्यो मान्छेहरू, उसको नजिक भएर कोही मान्छे आउन सक्दैन, उसको मित्रहरू थिएन। तर प्रभुले के गर्नुभयो? आफ्नो पाउमा शिर राख्न, आफ्नो पाउलाई छुन अनुमति दिनुभयो। प्रभुलाई कुनै अप्ठ्यारो परेन, प्रभुलाई कुनै कुराले रोकेन। प्रभुले त्यसलाई मेरो इज्जत जाला, मलाई मान्छेले यो भन्दा त्यो भन्दा प्रभुले सोच्नु भएन। आज तपाईँको निम्ति पनि प्रभुले भन्दै हुनुहुन्छ, रिस्टोर, फर्किआऊ, फर्किआऊ, फर्किआऊ। बोलाउँदैछु, म बोलाउँदैछु पहिलेको स्थानमा, पहिलेको आत्मामा, पहिलेको त्यो जोसिलो प्राणमा, जोसिलो आत्मामा, प्रभुको कामको निम्ति खडा हुने आत्मामा, प्रभुको निम्ति जान दिने। हालेलुया, हालेलुया। बिहान उठ्नुहुन्छ, प्रभुको निम्ति खडा हुनुहोस्, किनभने आजदेखि तपाईँलाई प्रभुले रिस्टोर गर्दै हुनुहुन्छ। भन्नुहोस् आज कि म यो कुरा सुन्दिनँ, न्युज सुन्दिनँ, युट्युब सुन्दिनँ, फेसबुकमा समय दिन, तर प्रभुसँग समय बिताउनेछु, किनभने उहाँले त्यो पापी स्त्रीलाई पनि उहाँले के गर्नुभयो? नजिक पाउनु दिनुभयो। म त उहाँको छोरा र छोरी हुँ। प्रभु तपाईँले मलाई माया गर्नुहुन्छ, तपाईँले मलाई प्रेम गर्नुहुन्छ, स्वीकार्नुहुन्छ, म तपाईँको नजिक आउँछु। Thank you, Lord. Thank you, Holy Spirit. Yes, Lord. Spirit of God. पवित्र आत्माले आज धेरै जीवनमा बोल्दै हुनुहुन्छ यो कुरा। पवित्र आत्माले छुँदै हुनुहुन्छ। Holy Spirit बोल्दै हुनुहुन्छ। Holy Spirit तपाईँलाई रिस्टोर गर्दै हुनुहुन्छ। Holy Spirit तपाईँलाई फर्काइरहनु हुँदैछ। Holy Spirit तपाईँलाई फर्काउँदै हुनुहुन्छ। Holy Spirit तपाईँको प्राणमा नयाँ बनाउँदै हुनुहुन्छ। Holy Spirit तपाईँलाई हिल गर्दै हुनुहुन्छ। Holy Spirit तपाईँलाई निको पार्दै हुनुहुन्छ। Holy Spirit तपाईँले तपाईँको जीवनमा ब्रेकथ्रु नयाँ काम भएको कुरालाई हामी देख्दैछौँ यीशुको नाममा। Yes, आज कतिजना आज यो कुरा तपाईँले आज प्रतिज्ञा गर्न लागेको छ, म आजदेखि प्रभु तपाईँको निम्ति जिउने छु, तपाईँको निम्ति समय दिनेछु, मेरो उद्देश्य तपाईँको निम्ति हुनेछ। Yes. Yes, Lord. प्रभुले तपाईँलाई डोराउनु हुँदैछ आजको दिनदेखि। Yes. प्रभुले तपाईँलाई त्याग्नु हुने छैन। प्रभु तपाईँको नजिकै हुनुहुन्छ। Oh, yes, Lord. प्रभु कसैले सहायता नगरे पनि प्रभुले गर्नुहुन्छ। Yes, Lord. Yes, Lord. Oh, Rabba Shanda Rabba. The Spirit of the Lord. The Spirit of the Lord. The Spirit of the Lord. How the restoration. How the restoration. How the restoration तपाईँले गर्दै हुनुहुन्छ। Hallelujah. Yes, Lord. Yes, Lord. Oh, Lord. आज तपाईँले सुन्नुहुँदैछ काम गर्दै हुनुहुन्छ। आज तपाईँले शक्तिको काम गर्दै हुनुहुन्छ। प्राणलाई पुनर्जीवित पार्दै हुनुहुन्छ। प्राणलाई आत्मालाई पुनर्जीवित पार्दै हुनुहुन्छ। आत्माको ढोका खोल्नुहोस् यतिखेर। Yes, Lord. Thank you, Jesus. Yes, Lord. धन्यवाद तपाईँलाई। Yes, Lord. धन्यवाद। हामी हिलिङलाई रिलिज गर्दछौँ।